कैलाली जिल्लाको घोडाघोरी नगरपालिका वडा नम्बर 4 र 9 मा पर्ने सिमली जंगलमा विगत 20 दिनदेखि अवैध रूपमा बस्दै आएका विदेशी नागरिकहरू करिब 150 जना जंगलमा शंकास्पद तरिकाले बस्दै आएका छन्। इजरायल, युके, रसिया, स्विडेन, ताइवान, टर्की, भारत, जापान, जर्मनी, फ्रान्स, साइबेरिया, ग्रिस, नेदरल्यान्ड, स्विजरल्यान्ड, चीन, स्पेन लगायत 18 देशका नागरिकहरू जंगलमै भाङ, गाँजा, नशालु पदार्थ खाने, अर्धनग्न अवस्थामा बस्ने, 7 देखि 8 वर्षका बच्चादेखि करिब 45 वर्ष उमेरसम्मको विदेशी नागरिकहरू नेपालमा कुनै कानुनी प्रक्रिया पूरा नगरी जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकार कुनै निकायबाट पनि अनुमति नलिई आफै पकाउने, खाने र जंगलमा बस्ने गरेको कुरा जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी पाएपछि कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल र जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक पदम बहादुर विष्ट 24 घण्टा भित्र सो क्षेत्र खाली गर्न आदेश दिएको छ। होइन, विगत चाहिँ एक हप्तादेखि यो गोदा होइन के अरे सिमली यो घोडाघोडी चाहिँ 4 मा विभिन्न देशका चाहिँ विदेशीहरू एउटा रेनबो ग्रुपको नाउँमा चाहिँ जङ्गलमा बसिरहेका छन् भन्ने कुरा हामीले मिडियाबाटै थाहा पाएका हौँ र हाम्रो स्थानीय चाहिँ प्रहरी संयन्त्रलाई पनि हामीले केही समय अगाडि 20 दिन अगाडि बुझ्न पनि पठाएका थियौँ र त्यसरी त्यहाँ बुझ्दाखेरि चाहिँ पालिकाबाट चाहिँ अनुमति लिएको नदेखिएको तर पालिकामा चाहिँ अनुमतिको लागि निवेदन वडासम्म निवेदन चाहिँ देखिएको चाहिँ र सँगसँगै यहाँ आउने विदेशी विभिन्न देशका चाहिँ रहेको पनि देखिएको हो। यो जङ्गलमा गतिविधि मिडिया पनि अलि आइसकेको र यो उनीहरूको चाहिँ गतिविधिलाई हेर्दाखेरि आज सम्पूर्ण जिल्लाको सुरक्षा चाहिँ निकाय सबै टोलीहरू नै हामी आइपुगेका छौँ। अहिले त्यहाँ भिजिट पनि गऱ्यौँ र उनीहरूको अरू गतिविधि त्यस्तो अन्य ढङ्गको गतिविधि नदेखिए पनि तर बिना अनुमति त्यसरी सार्वजनिक जङ्गलमा चाहिँ बस्न पनि पाइँदैन र सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने हो। त्यो अनुमति लिएको देखेको पनि छैन। त्यसो भएको कारण उनीहरूलाई हामीले 24 घण्टाभित्रै चाहिँ आफ्नो चाहिँ अन्य स्थानमा चाहिँ जानको लागि हामीले भनि पनि सकेका छौँ र त्यही ढङ्गले उहाँलाई भनिसकेका छौँ। होइन, मैले अहिले पनि तपाईँलाई भनिसकेँ अनुमति लिएको कहीँबाट पनि देखिएको छैन र अनुमतिका लागि वडामा उहाँहरूले निवेदन दिएको र वडाले चाहिँ अनुमतिका लागि पालिकामा सिफारिस गरेको सम्म देखिन्छ र पालिकाले अनुमति दिएको छैन। तर यस्तो चाहिँ जङ्गलहरूमा मलाई लाग्छ यो पालिकाले नै अनुमति दिएर राख्ने विषय पनि हुँदैन। यो चाहिँ टुरिज्म डिपार्टमेन्ट होला, होइन, फरेस्ट डिपार्टमेन्ट होला अथवा सङ्घीय कुनै मन्त्रालयबाट चाहिँ अनुमति लिनुपर्ने प्रक्रिया पनि हुनसक्छ यस्तो ग्रुपहरूको लागि। यो रेनबो टाइपको ग्रुप रहेछ र त्यो अनुमति चाहिँ लिनुपर्ने उहाँले अनुमति लिएको पनि देखिँदैन र जो चाहिँ त्यस्ता स्थानीय तहका जो ग्रुपहरूले त्यो ढङ्ग गरिरहेछन् त्यो गलत हो र उहाँहरूले त्यो ढङ्गको चाहिँ गर्न पाइँदैन। त्यस्तो चाहिँ गलत काम गरेर त्यसको गलत नियतले चाहिँ उनीहरूले परिचालन भएका छ भने पक्कै पनि त्यसमा हामी अनुसन्धान गर्दैछौँ, कानुनी कारबाही हुन्छ। हामीले 24 घण्टाको टाइम दिएका छौँ। 24 घण्टा भनेको धेरै थुप्रै टाइम हो। यहाँबाट रोड टाढा पनि छैन, नजिकै छ। उहाँहरू अहिले 2-3 घण्टामा हिँडेर तल सडकमा पुगि नै हाल्नुहुन्छ। खासै यहाँ बस्नलाई धेरै ठुलो बन्दोबस्तीका सामान पनि छैन, टेन्टहरू मात्रै पनि देखिन्छ। त्यसो भएको हुनाले चाहिँ त्यो टाइम भनेको प्रशस्तै टाइम हो। त्यो टाइममा उहाँहरू जानुपर्छ, त्यसको अन्य कुनै विकल्पै छैन।